हेलो नमस्कार सबैजनामा सन्चै हुनुहुन्छ। आज मम्मी र म भएर जोइथिङ जाँदैछौँ सराय नाच हेर्न। मम्मी फुल टिप्दै हुनुहुन्छ। हामी घरबाट निस्किसकेका छौँ। अब हामी जाँदैछौँ। पहिलो पटक मम्मीसँग जोइथिङ जाँदैछु सराय नाच हेर्न। यहाँदेखि सुन्दर दृश्य देखिँदो रहेछ। तल हाम्रो गाउँ पर्दछ। हामी त्यहाँ तल बेसीदेखि आएका हौँ। बडीघाट बगिरहेको छ। बडीघाट माथि पक्की पुल यहाँबाट देखिरहेको छ। पारी झेदी अनि सेरा उता वामी टक्सार यता नौबिसे फाँट देखिरहेको छ। हामीले यो दृश्य हेर्दै अगाडि बढिरहेका छौँ। उकालो बाटो मन्द हावे चलिरहेको छ। हामी जाँदैछौँ यो उकालो बाटो। मम्मी अगाडि हिँड्दै हुनुहुन्छ। पहिरो गयो। अब हामी यहाँ बारीबाट जाँदैछौँ। यहाँ पहिरो गएको रहेछ। कोदो फलेछ। यो त पहिरो गएको रहेछ। हामी यता बारीबाट उक्लेर आयौँ। हामी यो उकालो हिँड्दैछौँ। सर्टकट बाटो हुन्छ भनेर छिटो गइन्छ भनेर हामी आमा छोरी भएर जाँदैछौँ। हेर्नु न मम्मी गाउँमा त बोडी फलेको मिठो तरकारी रहेछ नि। यहाँ नि छ नानी हेर त। के गाउँमा आफ्नै अर्ग्यानिक तरकारी यता फिलिङ्गे फुलिरहेको छ। कोदो पाक्दैछ। यहाँनिर छन् सिमीहरू बोडीहरू। गाउँमा आफ्नै गाउँठाउँमा तरकारी मिठो। हावा चलिरहेको छ। शीतल छ मौसम। हामी यो मौसममा रमाउँदै जोइथिङको यात्रा हाम्रो। यहाँ त अमिला फलेको हेर्नु न मम्मी। हामी यहाँ पानी खान बसेका छौँ धारामा। हामी चौतारीको चिसो हावा लिँदै थकान मेट्दै जाँदैछौँ। कति भएर मम्मी बाटो आधी भएन नानी अझै उकालो रहेछ कि हामी आराम गर्दै जाँदैछौँ। हामी यो तोलादी प्राथमिक विद्यालयमा आइपुग्यो। गेट खुलै रहेछ। यसो भित्र गएर हेर्छु कस्तो रहेछ आफ्नो गाउँठाउँको विद्यालय। यहाँ कहिलेकाहीँ तीजहरूमा कार्यक्रम पनि हुने गर्छ। यहाँ घेराबारको सुविधा पनि रहेछ। स्कुल माथि नेरै श्री हनुमानको मन्दिर पनि रहेछ। हामी हाम्रो गाउँ हेर्दै हेर्दै जाँदैछौँ। यहाँ फिलङ्गेको फुल फुलिरहेका छन्। एकदम थकान लागिरहेको छ। पसिनाले पुरै भिजिसक्यो। घाम हल्का लागेको जस्तो देखिएको छ। आफ्नै गाडी भिड भने पनि रुख भने पनि पहिलो खान जहाँ भने तहाँ जान्छन् पहिलो खान। भारी भने भारी बोक्छन्। घाँस बोक्न तयार छन्। हामी उकालो सकेर तेर्सो बाटो आउँदैछौँ। मम्मी पछि आउँदै हुनुहुन्छ। यता पारी देखिरहेको छ गाउँ। उहाँ माथि चौपारीनेर देखिएको मुसीकोट दरबार हो। हामी यताको बाटो हुँदै जोइथिङ जाँदैछौँ सराय नाच हेर्न। हामी उकालो सकिसक्यौँ। अब तेर्सो हुँदै जाँदैछौँ। यतादेखि राम्रो दृश्य देखिरहेको छ। मम्मीहरू आउँदै हुनुहुन्छ। यो देखिरहेको गाउँ मुसीकोट मैदान हो। यहाँदेखि सुन्दर गाउँ देखिरहेको छ। हामी आरनटोल आइपुग्यौँ। यहाँ हैसाहरू कोदाला बनाउने ठाउँ। मुसीकोट नगरपालिकाको धार्मिक तीर्थस्थलमध्ये जोइथिङ पनि एक हो। हामी आउनै आँटिसक्यौँ। यहाँ बाजाहरू बजिरहेका छन्। जोइथिङको मन्दिर हामी मन्दिरमा दर्शन गर्न जाँदैछौँ। हामीले मन्दिरको दर्शन गरिसक्यो। मम्मीहरू दिदी ठुल मम्मी परम्परादेखि चलिआएको हाम्रो सराय नाच जोइथिङमा भइरहेको छ।
यता देखिएको मन्दिर, यता सराई नाच भइरहेको छ। परम्परादेखि चलिआएको सराई नाच जैतुङमा भइरहेको छ। सराई नाच भइरहेको छ। मम्मीमा हेर्न आइरहेका थियौँ। यहाँ त घोडा रहेछ, कसैले पाल्नु भएको होला। हजुर सातहरू धार्मिक स्थल हाम्रो मुस्को नगरपालिका हो नि, तिनी मध्येमा यिनी तिनवटा यता पर्नेछन्, चारवटा उता पर्छन्। कुर्गा भौँकुर एउटा मालिका, एउटा फेरि वामीकोट, एउटा फेरि सालिमे दह, अर्को फेरि के हो कि सातवटा धार्मिक स्थल सातवटा छन् मुस्को नगरपालिका। हाम्रो जोरथाङमा 5 अनि यो कोटा मुस्को हाम्रो 2 3 4 नम्बरका 3टा वडाका 2टा कति छ हामी जोइथुमको दर्शन गरेर फर्किसक्यौँ। मम्मी र म हामीले सराई नाच पनि हेऱ्यौँ। अब रात पर्न थाल्यो भनेर हामी झर्दैछौँ ओह्रालो तेर्सो आमा छोरी भएर।